कुरा वास्तवमा यो हाम्रो संसदभित्र यस्तो सामान्यतया भएको छैन। एउटा कर्मचारीको बारेमा कर्मचारीलाई देवत्वकरण गर्ने काम जसरी प्रमुख प्रतिपक्ष र अपोजिसनको तर्फबाट यहाँ हाउसमा भयो र त्यसलाई जोडेर मन्त्री परिषदले गरेको एउटा निर्णयलाई जोडेर त्यसका बारेमा जवाफ दिनुपर्छ, त्यो पनि सामान्य प्रधानमन्त्रीले, त्यो नभए हाउस चल्न दिँदैनौँ भन्ने कुरा यो असाध्यै असंसदीय कुरा हो, गैर-राजनीतिक कुरा हो जो प्रमुख प्रतिपक्षी दलले आजको संसदमा गर्नुभयो। उहाँहरू संसदलाई सबै हिसाबले अवरोध गर्न चाहनुहुन्छ, अगाडि बढ्न दिन चाहिरहनु भएको छैन। संसदले सम्पादन गर्नुपर्ने कयौं महत्त्वपूर्ण कार्यभारहरू छन्, ती कार्यभारहरूलाई अगाडि बढ्न नदिनका लागि दुराशयुक्त ढङ्गबाट हामी प्रतिस्थापन विधेयक लगायत राष्ट्रिय सभाबाट पारित गर्ने तहमा छौँ, चरणमा छौँ। त्यसलाई अवरोध सिर्जना गर्ने त्यो मनसायका साथ एउटा व्यक्तिलाई बोकेर, एउटा अमुक कोही कर्मचारीलाई बोकेर सरकारले आवश्यकता ठान्दा नियुक्ति पनि गर्न सक्छ, कारबाही पनि गर्न सक्छ, पदोन्नति पनि गर्न सक्छ। यो सामान्य प्रक्रिया र त्यसलाई जोडेर हाउसमा जे विषय उठाइयो र सामान्य प्रधानमन्त्रीज्यू आएर जवाफ दिनुपर्छ भन्नुभयो, यो कुरा असम्भव कुरा हो, सुहाउने कुरा होइन, यो बेठी कुरा हो। र जहाँसम्म प्रमुख प्रतिपक्षले उठाएको कुरा सरकारले सुन्ने कि नसुन्ने भन्दा सुन्छ। सरकारले जवाफै दिनु पर्दाखेरि पनि भोलिका आगामी दिनका बैठकहरूमा प्रमुख प्रतिपक्षले उठाएका माग मुद्दा के हुन् उनका कुरा भए, तर विषयलाई जवाफ दिनुपर्छ भन्ने यदि ठान्नुहुन्छ भने सरकारको तर्फबाट जवाफ दिने काम हुन्छ। कसले आएर दिनुहुन्छ भन्ने कुरा विभागीय मन्त्रीले दिनु होला, अरू कोही मन्त्रीले देलान्, त्यो सरकारको कुरा हो। तर फलानो व्यक्ति नभइकन, फलानो व्यक्ति उपस्थित नभइकन हामी बैठक चल्न दिँदैनौँ भन्ने कुरा यो अर्ग्याउने कुरा हो। पार्लियामेन्ट्री प्रोसेसलाई गतिरोध कायम गर्ने उहाँहरूको मनसाय हो, दुराशय हो। त्यसले गर्दा म एकदम स्पष्ट शब्दमा भन्न चाहन्छु, सरकारले गर्ने कयौं निर्णयहरू कतिपय कसैलाई मन पर्न सक्छ, कसैलाई मन नपर्न सक्छ। सरकारले निर्णय गरिसक्यो, कोही व्यक्ति नियुक्ति भएर पनि आइसक्नुभयो, त्यसकारण नियुक्ति भएर आएका पक्षमा पनि मान्छेहरू छन्, मतहरू छन्। त्यसकारणले एउटा कानुन बमोजिम भएका निर्णयहरूलाई संसदमा यस हिसाबले आन्दोलनको विषय बनाउनु हुँदैन। यदि कोही व्यक्तिलाई अन्याय भएको छ भने कानुन बमोजिम न्यायको अपिल गर्नका लागि, अदालतको ढोका खच्चाउनका लागि त्यो खुला छ। त्यसकारणले गर्दा यो विषयमा, एउटा कर्मचारीको विषयमा भएका निर्णयका बारेमा सामान्य प्रधानमन्त्रीलाई हाउसमा तानेर जवाफ दिन लगायौँ भन्ने त्यो विजय वा जितको महसुस गर्ने गरी गलत नजिर विकास गर्ने कुरा त्यो सम्भावनै छैन, त्यो असम्भव कुरा हो। त्यसले गर्दा सरकारको तर्फबाट फेरि सुन्छ कि सुन्दैन भन्दा सरकारका कोही प्रतिनिधिले आएर यो विषयहरूमा हाउसमा संसदमा उठेका कुराहरूलाई सम्बोधन गर्न पर्छ। त्यो कुराको वातावरण फेरि हामी पनि बनाउँछौँ। तर प्रधानमन्त्री जसरी उहाँले माग गर्नुभएको छ यो असम्भव कुरा हो। यो हिसाबले गलत नजिर